अहिले भ्रष्टाचारीको रक्षा गर्ने उस्तै हुन् भन्ने जो भाषा बनाउन खोजिया छ गलत छ। होइन, तपाईले ल्याएको गणतन्त्र आज कमजोर भयो, त्यो कुरा स्वीकार्नु छ। लोकतन्त्रमा परिणत भएको छ, त्यो कुरा तपाईँ मान्नुहुन्छ? लोकतन्त्र लुटतन्त्रमा परिणत भएको छ भन्ने कुरा गणतन्त्र गनायो, गणतन्त्र असफल भयो, त्यो पनि मान्नुहुन्छ? मान्दिन, यो तीनटै कुरा। यो व्यवस्था परिवर्तन गर्नुपर्छ भन्ने पक्षमा तपाईँ उभिनुहुन्न? केही भाडाका मान्छे ल्याएर काठमाडौँमा आजबाट त सुरु भइसक्यो नि त गणतन्त्र। उनीहरूले भनेको नि थ्रेट गरिसके कांग्रेस एमाले माओवादीले अब देश बनाउन सक्दैन, तीनै दल तीनैजना शीर्ष नेताहरू असफल। तपाईँ केपी शर्मा ओली शेरबहादुर तपाईले पनि अलिकति सुधारको लागि आफैबाट पहल गर्ने कि गरिसके मैले, म त गरेको हुनाले जीवन शैली छ नि, तपाईले तडक भडक नदेखाउने कि तपाईँ केपी शर्मा ओलीको झोले मेरो खराब पानी छ, मेरो खराब। तपाईँ जस्तो नेता पनि केपी शर्मा ओलीको झोले बन्नुभयो। केपी शर्मा ओली म झोले, म देशको झोले भनेर भनिसकेपछि भ्रष्टाचार लेख्या छ झोलामा। एउटा दिवाकर शाह भन्ने एउटा भाइ छ पत्रकारितामा, त्यसले एक दिन बुम तेर्साएर चाहिँ संसदको रिपोर्टिङका सिलसिला सोध्दै थियो, तपाईँ हनुमान हो भनेर। केपी शर्मा ओलीको हनुमान तपाईँ? तपाईलाई नभेटिकन प्रधानमन्त्रीले किन नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउनु भयो त तपाईलाई? सबभन्दा सिनियर मोस्ट थिए, सिनियर मोस्टको हिसाबले पाएँ। अब हुन सक्छ अरूले पनि पाउन सक्छ। तपाईँ कलिएकै मान्छे हो तपाईँ, तर अहिले आएर के गर्ने प्रधानमन्त्रीको सालो भनेर चिन्छन् तपाईँलाई? पब्लिकले चाहिँ खालि सालै हो भनेर भन्दाखेरि चाहिँ दुःख लाग्छ। मेरो आफ्नो रेकर्ड छ नि, तपाईँको आफ्नै रेकर्ड छ, आफ्नो योगदान छ, आफ्नै क्षमता छ, तर तपाईँलाई क्षमताको कारणले, योगदानको कारणले, योग्यताको कारणले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाएको होइन। हिजो भन्दा डेफिनेटली आज राम्रो, तर तपाईको पुस्ता, तर आजबाट भोलि डेफिनेटली हो भन्दा राम्रो। रामकुमारजी, म यही भन्छु, तपाईले 30 वर्षदेखि 4 जना नेतालाई 5 जना नेतालाई देखेको हेरेको हेरे त हाम्रो दुर्भाग्य सत्तामा छ नि, उहाँहरूको हालिमुहाली छ। केपी शर्मा ओली, शेरबहादुर देउवा, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, खोइ नयाँ अनुहार। तपाईहरूको पुस्ता असक्षम भयो, तपाईहरूको पुस्ताले हस्तक्षेप गर्न सकेन, तपाईहरूको पुस्ता आज चुप लागेर बसिरहेको छ, आत्मसमर्पण गरिरहेको छ नेताहरूसँग। तपाईँहरू न बोल्न सक्नुहुन्छ, पार्टीमा न झगडा गर्न सक्नुहुन्छ, न पार्टीमा तपाईँहरू नेताहरूको गलत कुरालाई गलत भन्न सक्नुहुन्छ। अनि यसमा भूमिका छ, तपाईको प्रभावकारिता छ, न तपाईको कुरा बिग्छ, न तपाईको कुरा तपाईको पार्टीमा कुनै नेताले सुन्छन्। रामकुमारजी, 1-to-1 जुन वार्ता गरेर भारत र नेपाल बीचको जुन असमझदारी छ भन्ने हल्ला थियो, त्यसलाई खण्डित हुने ढङ्गले गतिविधि गर्नुभएको छ। बिहार सम्झौता गरेर 10वटा तपाईले त आफ्नो खुट्टा आफै बन्छ र नेपाललाई ऋणमा डुबाउनु भयो। लगानी बाल्लोमा पानी, पोखरा एयरपोर्टमा अर्बौंको भ्रष्टाचार। नरेन्द्र मोदीजीले दोष भएको छानबिन गर्छ, कारबाही भएको खण्डमा हाम्रो देशमा तपाईको पार्टीको पिवा भइसक्यो। ईश्वरजी, तपाईँलाई म जता जान चाहन्छु कार्यक्रम स्वागत गर्न चाहन्छु। धन्यवाद। दुईटै मतको सरकार अनि अध्यादेश ल्याएर देशमा शासन गरेर तपाईहरूले हाम्रो देशमा लोकतन्त्रलाई सिद्धाउनु खोज्या हो। सरकारको 6 महिने कार्यकाल तपाईको नजरमा, दृष्टिकोणमा किन तपाईँ कांग्रेस एमाले गठबन्धनलाई बलियो बनाउन पर्छ भन्ने नेता हो, तर हात्ती आयो फुस्सा केही पनि उपलब्ध खडा गरिँदैछ। अब जनसङ्ख्यामा जानुपर्छ, लोकतन्त्र खडा गरेर हुने, भाष्य खडा गरेर हुने कुरा होइन नि। किनभने तपाईहरूले राम्रोसँग काम गर्दै भयो, अवस्था आउँथेन नि। आक्रोशित छन् जनता, एउटा समुदाय। तपाईँ त जनताको पिछो घुम्नुभयो, जनतासँग तपाईँले साक्षात्कार गर्नुभयो, माओवादी जनतासँग गयो, तर प्रश्न उठेको छ नि, तपाईँ माथि पनि त जनताले धेरै प्रश्न गरे नि त।
भ्रष्टाचार मौला आयो आज मार जताततै भ्रष्टाचार नभएको ठाउँ छ हाम्रो देशमा मानव तस्करी भयो हामीले मान्छे बेच्छौँ यो देशमा सुरेशजी मेरो प्रश्न कहाँनिर भन्दाखेरि ठिक छ तपाईँले झोले भनेर ल्याउनु अब एमालेका सबै कार्यकर्ता झोले बन्ने केपी शर्मा ओलीको एमालेका 6 लाख कार्यकर्ता सबै झोले हुन् विचारको